हेलो गुड मर्निङ एन्ड नमस्ते अनि वेलकम छ मेरो युट्युब च्यानलमा फेरि पनि सम्पूर्ण मेरो साथीहरूलाई। आज चाहिँ मैले फेरि सानो ब्लग बनाउन गइरहेको छु साथीहरू। आज सन्डे छुट्टी, त्यही भएर चाहिँ हाम्रो सन्डे मार्केट गइरहेको छौँ। एकदम सस्तो पोर्चुगलको होइन, सन्डे मन्थको चाहिँ फर्स्ट सन्डे मकर पासा हामी चाहिँ गइरहेको छौँ साथीहरू। उठेर बिहान 9-10 बजीतिर उठेर होइन, टक्क खाजा खाएर कफी सफी खाएर रेडी भएर चाहिँ अब मकर पासा जाँदैछौँ हामी। धेरैजना साथीहरू छौँ, दिदी दाईहरू होइन, भाइ बहिनीहरू। अब हामी चाहिँ सबै भेला भएर चाहिँ अब जाँदैछौँ साथीहरू। भिडियो हेर्दै गर्नु होला, भिडियोलाई हेरेर लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला भन्न चाहन्छु है त साथीहरू। ल साथीहरू, अब चाहिँ पूर्ण रूपले मैले रेडी भइसकेको छु र हिँडिसकेको छु। अब साथीहरू पनि आउँदैछन्, बाटोमा भेटेर चाहिँ हामी सन्डे मार्केट हिँडिरहेको छौँ। म सबैले त्यहाँ कस्तो छ के छ होइन सबै म तपाईँलाई देखाउने छु साथीहरू। हेर्दै जानु होला मेरो भिडियो। धेरै टाढा छैन, त्यही भएर हामी चाहिँ स्कुटरमै जान लागेको छौँ सबजना साथीहरूसँग होइन। अघि बिहान चाहिँ एकदमै पानी पडा जस्तो थियो, अलिअलि पानी परिरहेको थियो, टेन्सन भइरहेको थियो। तर अहिले चाहिँ घाम लागिरहेको छ नर्मली साथीहरू। मौसम चाहिँ यस्तै च्यालेन्ज गरिरहेछ, घाम हो कि पानी हो कि, अलिअलि घाम जस्तो अलिअलि पानी जस्तो छ है। अब चाहिँ गएको यस्तै साथीहरू। है साथीहरू, म चाहिँ घरबाट छोडे अगाडि गइसकेको छु। यहाँ चाहिँ अब दुईजना साथीहरू पर्खिरहेको छु। यहाँ भेटिसकेपछि चाहिँ ठ्याक्क हामी फेरि एउटा बहिनीलाई चाहिँ हामीले लिएर फेरि तलतिर जान्छौँ। अनि हामी चाहिँ सुपर मार्केटतिर लाग्छौँ साथीहरू, सन्डे मार्केटतिर है। त्यो चाहिँ एकदमै चोक छ, के साह्रो भिडभाड हो यो। चोकमै बसेर पनि होला होइन, एकदमै भिडभाड छ। साथीहरू चाहिँ निस्किसक्यो भनेर घर त त्यही थियो, तर अलिकति टाइम लाउँदैछ नि ल साथीहरू। अब चाहिँ साथीहरू पनि आए जस्तो छन् पछाडिबाट। मैले भिडियो बनिरहेको छु कन्टिन्यू। अब चाहिँ हामी कन्टिन्यू जानेछौँ साथीहरूसँगै। दिन पनि राम्रो हुँदैछ। स्कुटरमा चाहिँ एकदमै समरमा चाहिँ घुम्न मजा आउँछ साथीहरू, नत्र त चिसोले मरिन्छ। ढिलो आएर मर्यो। फुल चार्ज गर्नुपर्छ हो, फुल चार्ज। गीता हत्तेरीको यसरी घाम लाग्यो भने चाहिँ घुम्न रमाइलो लाग्छ, नत्र त हुँदैन क्या। पानी परेर म त अघि आउँदिनँ भनेको। ल जल्दी आजाऊ रे आजाऊ। सबजना सम ल आऊ, तिमी मेरो भिडियो खिच्दै हिँड अब। ल साथीहरू, अब चाहिँ स्कुटर पनि पार्क गरिसकेको छौँ। हाम्रो चाहिँ चाइनिज बहिनी यहाँ चाहिँ होइन। अब चाहिँ टक्क मार्केट जानेछौँ। ल
हजुर के भयो र कति राम्रो देख्यो हो तिमीलाई ऊ मार्केट यही हो ल गीता घुम है हाम्रो सोलुखुम्बुको चाहिँ बिहिबारे मार्केट जस्तै छ सबै के किन्ने हो पुष्पा यहाँ नि अर्को ब्युटीफुल ल ब्रदर हामी हातै मिला खाइन यार प्लान्ट पनि हेर्नुपर्छ सुजहरू दिन त ठिकैको गरे रमाइलो रमाइलो पो गरे त ल यस्तै छ है मार्केट ऊ हेर्नु त बेबीहरूको लागि 10 रुपियाँ त अन्त नि 3 महिना 4 महिनाको हो कि होइन सुज किन्ने म ल है ल यहाँ के किन्ने हो 1 युरो रहेछ कुनै त राम्रो राम्रो नै हुन्छ क्या किन्ने पेन्टी ब्राहरू किन्ने ल ल ल ल कति राम्रो देखेको हो हाम्रो गीतालाई त चाइनिज जस्तै देखिरहेछ म त नराम्रो देख्छु कि यो ज्याकेटले छोड्दिनँ ब्यागहरू छ सस्तो सस्तोमा अब सुज हेरौँ ल अनि दाइहरूलाई भेट्नुपर्छ है यहाँ त खैरोहरू भन्दा पनि प्रायः नेपालीहरू हुन्छ कि एसियनहरू सराबबाट के खैरो पनि आउनु चाहिँ आउँछन् कि यस्तो खानेकुराहरू छ मिठो मिठो छ गाइजहरू स्कुपा मान्छे रक्लो अग्लो हामी चाहिँ डल्लो डल्लो भित्रभित्र ल यस्तै छ हाम्रो मार्केट खोइ अनि जुत्ताहरू त भेट्दैन त यार पेन्टी ब्रा मात्रै देख्छु त के हो पारा ओला ओला बुन्दिया हजुर फर्किसक्नु भएको हो र मार्केट त कहाँ गयो अनि अरूहरू त है अर्दिन क्या ठुलो मान्छे भएर राम्रो त हुँदैन कि नि होइन सुच हेरौँ मैले यही भनेको ठुलो छ कति हो यो 44 को सुजहरू चाहिँ किन्नुपर्ने हुन्छ स्पेसल सुजकै लागि आएको हो मैले चाहिँ कि त यो पनि राम्रै हुन्छ खप्छ कि खप्दैन यो हल्का हुन्छ है एकदमै कति हो र प्राइस सानो साइज यस्तै खालको खोजौँ ल सपिङ दिदीको यतिको ठिक छ कलर पनि ठिक छ ल साथीहरू हामी चाहिँ मार्केट डुल्दा अब चाहिँ अब डुलेर पनि सकिसक्यो सपिङहरू थोरै गरिसक्यो अझै अलिअलि बाँकी छ अब जानुपर्छ खै गीताको चस्मा हेरौँ खत्तर किनेको छैन होइन सुहाउँछ नि खै खत्तर सुहाउँछ तिमी चाहिन्छ त्यसरी दामी छ खत्तर छैन त 41 छैन भने कतिको ट्राई गरेको त त्यो उसको त ठुलो छ ठिक छ है त्यतिको त ल खुट्टा धेरै सीता नभएर पोको ग्रान्डे 7,5 7,50 No 7,50 750 7,5 750 रे 750 yes 750 yes 750 7,50 okay 750 सी ओके सस्तो पो रहेछ त त्यही माइस साइज पिकिनिनु यो के रु 45 छ भन्नु न तर मसँग त छ यो त धेरै ठुलो ओ परमी muito grande यो 35 हो
लाग्ने Experimenta. म त नलाउने यस्तो सस्तो रहेछ र क्या होइन त बुढो यस्तो गरेर लान लाग्छ 350 1 kilo कति महँगो रहेछ